अहिले साथीहरू मिलुङ झर्न आउँदैछौँ। यहाँ चाहिँ खोलाले पुरै सकेछ यस्तो तरै हामी चाहिँ गाई चाहिँ अब पुग्नै लाग्यौँ होइन, साँझ पनि पर्यो। साथीहरू यता पहिले हामी आउँदा चाहिँ यस्तो थिएन, पुरै ढुङ्गा उयोहरू थियो। अहिले त राम्रो भएछ साथीहरू। फाइनल्ली अब हामी चाहिँ आइपुग्न आँट्यौँ। ल साथीहरू हामी चाहिँ आइपुग्यौँ। ल साथीहरू हामी चाहिँ फाइनल्ली मिलुङ झर्नमा आइपुग्यौँ। हाम्रो सरलाई कस्तो लाग्यो त हाम्रो बब्बाल फर्स्ट टाइम म चाहिँ झरनामा आएको छु। हजुर जिन्दगीमा पहिलो पटक हो झरनाको मुनि बसेर यसरी फोटो भिडियो खिच्न पाएको चाहिँ दामी छ। मिलुङ वाझाङ अनि हाम्रो यता दाइलाई कस्तो लाग्यो? मलाई त दुःख सम्झ्यो भने चाहिँ अलिकति गाह्रो थियो। यहाँ आइसकेपछि सबै दुःखहरू बिर्सेको छ। बिर्स्यो ल ल